राम्रो काम भन्दा पनि नराम्रो कामहरूले चाहिँ छिटो सक्सेस पाउँछ रहेछ भन्ने खालको एउटा सन्देशमूलक पनि भएको छ। अहिलेको जेनेरेसनमा देखावटीहरू बढी हुन्छ नि त। तिहार सक्यो भिडियो अपलोड नगर्नु होला। हामी मैले घर बनाउने काम गरेर चाहिँ एसीमा बसेको फोटो हाल्दैमा हाम्रो पैसा धेरै कम आउने हो। हामीले काम गरेको जति काम गर्छ त्यति पैसा आउने हो। जस्तो काम गरेछ त्यस्तै आउँछ हैन। सो अलराइट गाइज, मेरो भिडियो यानि कि भ्लगमा हजुरहरूलाई स्वागत छ। अनि आज चाहिँ म के भन्न गइरहेको छु भने यो भिडियो अनि यो भिडियोमा चाहिँ त्यसै हाँसी मजाक गरेको थियो। अनि सरी फर अर्जुन दाइ, मैले चाहिँ त्यतिकै एउटा हाँसी मजाक गरेर भिडियो बनाएको थिएँ। दाइलाई पनि थाहा थिएन यस्तो भिडियो बन्छ या र अपलोड हुन्छ भने। एकैचोटि अपलोड भएपछि मात्रै थाहा भएको अर्जुन दाइलाई पनि। सधैँ 200-300 भ्युज जान्छ भने 2-4 हजार भ्युज आएको छ कि। अनि यस्तै उताउलो काम गर्दाखेरि चाहिँ भ्युज बढ्ने रहेछ भन्ने खालको यानि कि यो सामाजिक सञ्जालले देखाइरहेछ। अनि यसले चाहिँ के एउटा सन्देश दिन्छ भने चाहिँ राम्रो काम भन्दा पनि नराम्रो कामहरूले चाहिँ छिटो सक्सेस पाउँछ रहेछ भन्ने खालको एउटा सन्देशमूलक पनि भएको छ। मैले चाहिँ त्यत्तिकै काटाकुटुक जोडजाड गरेर हाल्दै थिएँ, त्यस्तै फन्नी जस्तै भयो। अनि त्यस्तो नराम्रो महसुस दिनु होला अर्जुन दाइ। अनि अर्को कुरा चाहिँ के भन्न चाहन्छु भने होइन, तिहार त सक्यो त हो केटाकेटीहरू। कति भिडियो अपलोड गरेको, कति फोटो अपलोड गरेको यार। मलाई त लाइक हान्दा आफै रिस उठिसक्यो भने यार। सक्यो क्या दसैँ तिहार सक्यो, किन भिडियो अपलोड गर्छौ र? मलाई रिग्रेट भइसक्यो क्या त्यो कुराले चाहिँ। म पनि भइदिएको भए त म पनि लाउँथेँ, म पनि इन्जोय गर्थेँ, म पनि बनाउँथेँ, म पनि हाल्थेँ जस्तो लाग्छ कि। कति अरूको हेर्नु यार। भयो क्या केटा हुनु हाल। एकदम अब फ्यामिलीसँग टाढा भएपछि चाहिँ त्यो कुराहरूले पनि अलिकति मन खिन्न पार्छ। चाडपर्वमा सँगै भएको छुट्टै खुसी हुन्छ नि त। त्यही भएर नआल भन्न चाहन्छु म चाहिँ। त्यही नै हो। अनि अलराइट, सबै सन्चै आरामै हुनुहुन्छ होला। तिहार के कसरी बित्यो कमेन्ट गर्नु होला। अनि यो भिडियो चाहिँ युट्युबमा पनि आउँछ, चेक नाउ म युट्युब च्यानल एकचोटि भिजिट गरिदिनु होला होइन। कतिपय मान्छेहरूलाई चाहिँ यस्तरी भिडियो बनाउनु कति लाज हुन्छ नि त होइन। कतिपयलाई लाज हुन्छ, तर मलाई चाहिँ लाज लाग्दैन। किनभने किन लजाउने हो र होइन। जे छ त्यही त भन्ने हो, जे छ त्यस्तै देखाउने त होइन। हामी जाटा कि म चाहिँ घर बनाउने काम गरिया छ, अनि मैले त्यो कम्प्युटर चलाएको फोटो हालिदिएर चाहिँ धेरै पैसा कमिने हो त होइन नि होइन। जस्तो छ त्यही देखाउने हो। मान्छे एउटा कस्तो हुन्छ भने मान्छेको चाहिँ बढी एक्सपेक्टेसन र पछि पश्चाताप हुने चाहिँ धेरै मान्छेको जीवनमा अनुभव गर्दै आएको छु मैले चाहिँ होइन। जे हो त्यही त गर्ने हो नि हामीले होइन। देखावटी संसारमा देखावटी, अहिलेको जेनेरेसनमा देखावटीहरू बढी हुन्छ नि त। त्यही भएर मलाई चाहिँ त्यस्तो देखावटी गर्न मन लाग्दैन होइन। म चाहिँ जस्तो छु थाङ्ने माग्ने छु जस्तै त्यस्तै देखाइहाल्ने हो नि। त्यो फरकै परेन मलाई, बाले भएन। म चाहिँ घर बनाउने काम गर्छु त, घर बनाउने काम गरिरहेको छौँ, त्यस्तै देखाइरहेको छु होइन। के फरक पर्छ? हामी थोरै कम्प्युटर चलाएर एसीमा फनाना गरेर बसेको छैन क्यारे होइन। म चाहिँ घर बनाउने काम गरेर चाहिँ एसीमा बसेको फोटो हाल्दैमा हाम्रो पैसा धेरै कम आउने हो त। हामीले काम गरेको जति काम गर्छ त्यति पैसा आउने हो। जस्तो काम गरेछ त्यस्तै आउँछ होइन। काम भनेको सानो ठुलो हुँदैन, जस्तो पनि एउटै हो होइन। अब सिर्फ काम फरक हो। गर्ने त्यही हो। आफ्नो आफ्नो ठाउँबाट दुःख गर्नुपर्छ, मेहनत गर्नुपर्छ सबैले होइन। सो त्यही नै हो। सबै सन्चै आरामै हुनुहुन्छ भन्ने अपेक्षा राख्दै बाई बाई। आजको भिडियो चाहिँ यही नै थियो।
मेन चाहिँ तिहार सक्यो भिडियो अपलोड नगर्नु होला